भाइ बहिनीहरू, आज हामी पढ्दैछौँ अल्जेब्राबाट एउटा निकै महत्त्वपूर्ण टपिक क्वाड्राटिक इक्वेसन भन्ने एउटा टपिक पढ्दैछौँ हामीले। अब यो क्वाड्राटिक इक्वेसन पढ्नुभन्दा पहिला हामीले यो दुईवटा वर्ड छ, एउटा क्वाड्राटिक एउटा इक्वेसन भन्ने। यो दुईवटा वर्डको चाहिँ मिनिङ बुझ्नेतिर लागौँ है त पहिला। जस्तो इक्वेसन भनेको के हो त, हामीले क्लास 5, 6, 7 बाटै पढ्दै आएको कुरा हो यो इक्वेसन भन्ने कुरा। तैपनि एउटा रिभिजन गर्ने उद्देश्यले हेरौँ है त। यो इक्वेसन भनेको के हो भन्दाखेरि यो एउटा म्याथमेटिकल स्टेटमेन्ट है। इक्वेसन इज अ म्याथमेटिकल स्टेटमेन्ट है। यो स्टेटमेन्ट हो that has two expressions, right, connected by sign of equality, that contains a variable whose value is to be found out, and that also has some constant numbers. यो नै हाम्रो के हो भने इक्वेसन हो। भनेको इक्वेसन भनेको एउटा म्याथमेटिकल स्टेटमेन्ट हो जहाँ चाहिँ एउटा अननोन भेरिएबल हुन्छ र यहाँ चाहिँ जहिले पनि के हुन्छ, दुईवटा एक्सप्रेसन्स हुन्छ जसलाई हामीले साइन अफ इक्वालिटीले कनेक्ट गरिरहेको हुन्छ क्या। यो नै हाम्रो के हो, इक्वेसन हो। जस्तो 2x + 5 इज इक्वल टु जति राख्नु भयो हैन, जति राख्नु भने जस्तो 3 भन्यो भने हैन, यहाँ साइन अफ इक्वालिटी पनि आयो, भेरिएबल पनि आयो र कन्स्टेन्ट टर्महरू पनि आयो क्या हैन, कन्स्टेन्ट टर्महरू पनि आयो नि। र यो नै हाम्रो के हो, इक्वेसन हो। अब यो इक्वेसनमा x को भ्यालु चाहिँ हामीलाई थाहा छैन। अब सल्भ गर्दै गएपछि हाम्रो x को भ्यालु आउँछ, राइट। त्यस्तै हाम्रो जस्तो x + 3 इज इक्वल टु 5 भयो भने यहाँ चाहिँ हाम्रो के भयो, x को भ्यालु कति हुने भयो, x को भ्यालु हैन, x को ठाउँमा कति राख्यो भने यो बराबर हुन्छ भन्ने कुरा आयो। यो पनि के हाम्रो एउटा इक्वेसन भयो। सो म्याथमेटिकल स्टेटमेन्ट हो इक्वेसन भनेको, म्याथमेटिकल स्टेटमेन्ट हो जहाँ चाहिँ भेरिएबल हुन्छ र जहाँ चाहिँ दुईवटा एक्सप्रेसनहरू हुन्छ, तिनलाई हामीले साइन अफ इक्वालिटीले कनेक्ट गरेर हुन्छ क्या। दिस इज अल अबाउट इक्वेसन। हामीले क्लास लोवर क्लासहरू पनि पढिसक्यो क्या। अब यही इक्वेसन भन्ने टर्ममा अगाडिपट्टि आयो क्वाड्राटिक। अब यो क्वाड्राटिकको अर्थ के हो भन्ने कुरा हो। जस्तो क्वाड्राटिकको अर्थ चाहिँ, यो क्वाड्राटिक भन्ने वर्ड चाहिँ हाम्रो ल्याटिन भाषाबाट आएको रहेछ, क्वाड्राटस भन्ने वर्डबाट है। क्वाड्राटसको अर्थ के हो भन्दाखेरि समथिङ द्याट इज स्क्वायर्ड। केही चिज भनौँ, अब यो म्याथमेटिक्समा केही नम्बर भनौँ, त्यसलाई स्क्वायर गरेको फर्म नै के रहेछ भने क्वाड्राटस भन्ने रहेछ। त्यस कारण हामीले अब के बुझ्नु पऱ्यो भने क्वाड्राटिक इक्वेसन भनेको त्यस्ता इक्वेसनहरू हुन् जसमा एउटा भेरिएबल हुन्छ र त्यो भेरिएबललाई के गरेको हुन्छ, स्क्वायर फर्ममा चाहिँ डिफाइन गरेको हुन्छ। स्क्वायर फर्ममा चाहिँ त्यो भेरिएबल एक्सप्रेस भएको हुन्छ। अब यसलाई डेफिनेसनको फर्ममा हामीले कसरी लेख्न सक्ने भयो भन्दाखेरि क्वाड्राटिक इक्वेसनलाई हामीले कसरी डिफाइन गर्न सक्ने भयो भन्दाखेरि क्वाड्राटिक इक्वेसन भन्ने के भयो त, अ क्वाड्राटिक इक्वेसन इज अ सेकेन्ड डिग्री भन्नुको मतलब के हुनु भयो भन्दाखेरि त्यो भेरिएबलको पावर 2 हुने होला हैन। सेकेन्ड डिग्री पोलिनोमियल इक्वेसन, फिनिस्ड। यति नै है क्वाड्राटिक इक्वेसन भने यही हो। अब सेकेन्ड डिग्री पोलिनोमियल इक्वेसन नै कि हाम्रो क्वाड्राटिक इक्वेसन भयो। द्याट मिन्स त्यो इक्वेसनको भेरिएबलको म्याक्सिमम पावर 2 हुनु पऱ्यो। सेकेन्ड डिग्रीको अर्थ नै के हो, भेरिएबलको पावर म्याक्सिमम पावर 2, 3 हुनु भएन, 1 पनि हुनु भएन, 4, 5 पनि हुनु भएन, 2 नै हुनु पऱ्यो क्या। यही नै हाम्रो के हो, क्वाड्राटिक इक्वेसन भयो। अब स्ट्यान्डर्ड फर्ममा जाउँ है। यो स्ट्यान्डर्ड फर्म अफ क्वाड्रेटिक इक्वेसन। यो क्वाड्रेटिक इक्वेसनको स्ट्यान्डर्ड फर्म चाहिँ के हुन्छ हाम्रो, ax² + bx + c इज इक्वल टु 0
यहाँ चाहिँ के हुन्छ ए बी सी सबै के हाम्रो कन्स्ट्यान्ट्सहरु भयो with a is not equal to 0 and x चाहिँ के हो हाम्रो यहाँ भेरिएबल भयो है x चाहिँ हाम्रो के भयो भेरिएबल भयो यो नै हाम्रो के हो क्वाड्रेटिक इक्वेसनको स्ट्यान्डर्ड फर्म भयो जस्तो कुनै एउटा एक्जाम्पल देऊ न जस्तो a को ठाउँमा 1 भयो भने x स्क्वायर b को ठाउँमा 4 भयो भने 4 c को ठाउँमा 3 भयो भने 3 इज इक्वल टु 0 यहाँ चाहिँ a को भ्यालु 1 भयो त्यस्तै a को भ्यालु जति नै हुन सक्छ जस्तो -2 भयो भने 2x स्क्वायर b को ठाउँमा -4 भयो भने 4x c को ठाउँमा +11 भयो भने 11 इज इक्वल टु 0 हैन a भनेको -2 b भनेको -4 c भनेको 11 राइट सो यो चाहिँ हाम्रो अब फ्र्याक्सन पनि हुन सक्छ a भनेको 1/3 पनि हुन सक्छ राइट x स्क्वायर b भनेको 4/2 4 भन्नु जति नै हुन सक्छ यो 4/7 होला रे x होला रे c को भनेको -1 पनि होला रे ह सो यो चाहिँ हाम्रो के भने सम एक्जाम्पल्स अफ स्ट्यान्डर्ड फर्म अफ क्वाड्रेटिक इक्वेसन भयो अब हामीले पहिले भनिसक्यो इन द डेफिनेसन के हुनु भने a चाहिँ 0 हुनु भएन अब a 0 भयो भने के हुन्छ त a 0 भयो भने ax स्क्वायर यो टर्म कति हुन्छ 0 हुन्छ भनेको अब b को पावर त्यतिखेर b को पावरको के हुने भयो b को पावर 1 हुने भयो भनेको अब b को पावर 1 हुने बित्तिकै यो त कुन फर्ममा जाने भयो लिनियर फर्ममा जाने भयो के लिनियर फर्ममा जाने भयो सो व्हेन a इज इक्वल टु 0 a is equal to 0 the quadratic equation turns to reduces to linear form right अब यो स्ट्यान्डर्ड फर्म भयो के अरे अब अरु फर्महरु हुन सक्छ जस्तो a त 0 हुनै सक्दैन तर b 0 हुन सक्छ है when b is 0 then b 0 भयो भने के हुन्छ त क्वाड्रेटिक फर्म यस्तो हुन्छ हैन when b 0 the quadratic equation reduces to ax square plus c यसलाई नै हामीले के भन्छौं प्योर क्वाड्रेटिक इक्वेसन भन्छ है यो प्योर फर्म अफ क्वाड्रेटिक इक्वेसन भन्छौं b0 भयो भने त्यस्तै when c is 0 अब c 0 नै हुन सक्छ र एबो 0 हुन सकेन b र c त 0 हुन सक्छ अब c 0 भयो भने के हुन्छ ax स्क्वायर bx प्लस 0 हुन्छ हैन ax स्क्वायर प्लस bx इक्वल टु 0 हुन्छ अब फेरि के हुन सक्छ त अब हुन सक्छ हाम्रो ए त 0 हुन सक्दैन अब फेरि के हुन सक्छ अब b र c 0 हुन सक्छ फर्स्ट सेकेन्ड थर्ड अब 4 हैन when b c both are 0 when b and c both are 0 we'll have ax square is equal to 0 हैन यो पनि हुन सक्छ नि त क्वाड्रेटिक इक्वेसन त राइट अब जाउँ हाम्रो यो क्वाड्रेटिक इक्वेसन को भिजुअल फर्म ओके अब जाउँ हामी भिजुअल फर्म अफ क्वाड्रेटिक इक्वेसनमा है जस्तो ax स्क्वायर प्लस bx इज इक्वल टु 0 हैन अब यताबाट यसलाई हामीले y इक्वल टु यसरी मानौँ न हैन अब यसमा x को भ्यालु राख्यो भने y को भ्यालु पनि आउँछ हैन जस्तो a b c को कुनै एउटा सर्टेन भ्यालुजहरु होला अनि यसलाई हामीले चाहिँ ग्राफिङ गर्यो भने ग्राफमा उतार्यो भने त्यो ग्राफ जहिले पनि हाम्रो यस्तो यु शेपको आउँछ के यु शेपको आउँछ कि त यो माथि फर्केको कि त यो तल फर्केको हैन अब यो ग्राफको नाम चाहिँ के हो प्याराबोला र जहिले पनि के हुन्छ सिमेट्रिकल कर्व हुन्छ यु शेपको हुन्छ यसको नाम चाहिँ के हो प्याराबोला यो चाहिँ हामीले कहाँ पढ्छौं भने हामीले ओपीडी म्याथ्समा पढ्छौं यो ओपीडी म्याथ्समा हैन ओके अहिलेलाई यति नै राखौं यो भिजुअल फर्म अफ क्वाड्रेटिक इक्वेसन को अब जाउँ हामी रुट्स अफ क्वाड्रेटिक इक्वेसन